नमस्ते। आज हामी क्रिकेट इतिहासको एउटा यस्तो पन्ना पल्टाउँदैछौँ जुन समयसँगै झनै चम्किलो भएको छ। कुरा हो सन् 1969को, जब पाकिस्तानको राष्ट्रिय टोली र उत्तर प्रदेशबीच एउटा ऐतिहासिक म्याच भएको थियो। आउनुहोस्, यो अविस्मरणीय भिडन्तको कथामा डुबौं। अब सोच्नुस् त, क्रिकेटको इतिहासमा हजारौं खेलहरू भएका छन्, तर सन् 1979को यो एउटा विशेष खेललाई किन आज पनि पौराणिक भिडन्तको रूपमा याद गरिन्छ? के कुरा थियो त्यस्तो खास? के यो केवल स्कोरकार्डमा सीमित थियो, कि मैदानमा केही यस्तो भइरहेको थियो जुन इतिहासमा सधैँका लागि लेखियो? ल, सुरु गरौँ पहिलो खण्डबाट, एक पौराणिक भिडन्त। यहाँ हामी हेर्नेछौँ यो खेल कसरी क्रिकेट इतिहासको एउटा महत्त्वपूर्ण अध्याय बन्यो र यसको अविस्मरणीय विरासत आजसम्म कसरी जीवित छ। यो खेलको बारेमा एउटा भनाइ एकदमै चर्चित छ। यो एउटा यस्तो खेल थियो जसले क्रिकेटलाई सधैँका लागि परिवर्तन गरिदियो। सोच्नुस् त, कति ठूलो कुरा। तर प्रश्न उठ्छ नि, होइन? एउटा घरेलु टोलीसँगको सामान्य देखिने खेलले कसरी यति ठूलो प्रभाव पार्न सक्छ? अब त्यो ऐतिहासिक दिनको माहौल कस्तो थियो त्यो बुझ्न जरुरी छ। दोस्रो खण्डमा जाउँ, त्यो ऐतिहासिक भिडन्त पाकिस्तान विरुद्ध उत्तर प्रदेश। क्यालेन्डरमा मिति थियो अक्टोबर 7, 1979। त्यो दिन मैदानमा दुई टोली मात्र उत्रिएका थिएनन्, बरु उनीहरूले एउटा यस्तो म्याच खेले जुन पछि गएर एउटा सामान्य प्रतिस्पर्धा मात्र रहेन। त्यो त जोश, कौशल र आपसी सम्मानको प्रतीक बन्न पुग्यो। त्यसोभए मैदानमा के भयो त? खेल कसरी अगाडि बढ्यो? अब तेस्रो खण्डमा जाउँ, जहाँ हामी म्याचको त्यो रोमाञ्चक घटनाक्रम हेर्नेछौँ। हरेक राम्रो कथा जस्तै यो म्याचको पनि 3वटा भाग थिए। पहिलो, सुरुवाती ओभरहरू, त्यसपछि मध्य ओभरहरू र अन्त्यमा त्यो रोमाञ्चक अन्तिम ओभरहरू। हरेक चरणको आफ्नै छुट्टै कथा छ। पहिलो चरण, सुरुवाती ओभरहरू। यहाँ दुवै टिमले एकअर्काको नाडी छामिरहेका थिए। भनौँ न, एकातिर पाकिस्तानका स्टार बलरहरू थिए जसले आफ्नो धाक जमाउन खोजिरहेका थिए, अर्कोतिर उत्तर प्रदेशका ब्याट्सम्यानहरू जो एकदमै धैर्यका साथ टिकिरहेका थिए। खेलको टोन त्यही सेट भइसकेको थियो कि यो म्याच सजिलो हुनेवाला छैन। अब आयो खेलको बीचको भाग, मिडल ओभर्स। यो नै त थियो खेलको टर्निङ पोइन्ट। यहाँ आएर रणनीतिहरू फरिए, रन बनाउने गति ह्वात्तै बढ्यो अनि केही महत्त्वपूर्ण विकेटहरू पनि गए। दुवै टिमको अस्सली परीक्षा, उनीहरूको दृढताको टेस्ट यही भएको थियो। र त्यसपछि आयो त्यो क्षण, अन्तिम ओभरहरू। हो, यहाँ त खेल यस्तो मोडमा पुग्यो कि हरेक बल, हरेक रन, हरेक विकेटले म्याचको नतिजा बदल्न सक्थ्यो। मैदानमा क्रिकेट म्याच होइन, मानव एउटा महायुद्ध नै चलिरहेको थियो। तर यो म्याचको कथा रन र विकेटमा मात्रै सकिँदैन। यसको असली विरासत त त्योभन्दा धेरै गहिरो छ। अब चौथो खण्डमा हामी यही कुराको पर्दाफास गर्नेछौँ। यो खेलभन्दा धेरै माथि थियो। ल, अब सुरुमा सोधेको प्रश्नको उत्तरमा आउँ, यो म्याच किन यति पौराणिक भयो त? किनभने यो जोश र कौशलको उत्सव त थियो नै, तर त्योभन्दा पनि बढी यो साँचो खेल भावनाको प्रतीक थियो। खेलाडीहरूले देखाएको दृढता र एकौटाप्रतिको सम्मानले गर्दा यो एउटा अविस्मरणीय खेल बन्यो, जसले क्रिकेट इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेख्यो। अब अन्तिम खण्डमा, यति वर्ष बितिसक्दा पनि सन् 1979को त्यो भावना, त्यो स्पिरिट आज पनि किन जीवित छ? यसको विरासत किन यति स्थायी छ? कुरा सिधा छ, 1989को त्यो भिडन्त आज पनि क्रिकेटको लागि एउटा बेन्चमार्क हो, एउटा मानक। किन? यसको ऐतिहासिक महत्त्वले गर्दा मात्र होइन, बरु जुन गजबको खेल भावनाका साथ यो खेलिएको थियो त्यसको लागि यसलाई आज पनि सलाम गरिन्छ। र अन्त्यमा यो कथाले हामीलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ। एउटा खेललाई पौराणिक बनाउने कुरा आखिर के हो? के त्यो स्कोरबोर्डमा लेखिएको अङ्क हो, खेलाडीले देखाएको असाधारण कौशल हो, वा त्यो खेल खेल्ने तरिका, त्यो भावना, त्यो स्पिरिट हो? सायद यसको एउटै जवाफ छैन, तर सोच्न भने पक्कै पनि पर्छ।